ल आज मिति 2081 साल असार 28 गते शुक्रबारको दिन हामी श्री कैलाश माध्यमिक विद्यालयका शिक्षक तथा 9 र 10 का विद्यार्थीहरू हामी शैक्षिक भ्रमणमा अहिले ठिक 12 बजेको छ। हामी च्याछरा भन्ने झरनामा पुगेका छौँ। सँगसँगै अहिले एकदमै यो चिसो छहारी पनि हामीसँग स्पर्श गरिरहेको छ। एकदम रमाइलो। ल भाइ ल ल ल ल आज मिति 2081 साल असार 28 गते शुक्रबारको दिन हामी कैलाश माध्यमिक विद्यालयको कक्षा 9 र 10 अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू हामी शैक्षिक भ्रमणमा आएका छौँ। र अहिले हाम्रो 3:15 बजे हामी ओखरसला भन्ने ठाउँमा पुगेका छौँ। र यहाँ नास्ता भइरहेको छ। हाम्रो अमृता म्याडम यहाँ रोटी र तरकारी देखाइरहनु भएको छ। एउटा ग्रुपले यहाँ नास्ता, त्यो नास्ताको नाम के हो? यो अरू ल यो चिनी रोटी, खाप्स्या, अर्सा यहाँ खाइरहेका छन्। अर्को टोली यता बसिरहेको छ। त्यसपछि यता पनि छन्, यिनीहरूले अब खाएर सिद्धाइसकेका छन्, खाँदैछन्। के छ नास्ता? के खाइरहेछौ? के हो त्यो? ल खै देखाउ त। ल है हाम्रो भिडियो पनि आइरहेछ, भिडियो बनिरहेछ। हामी अहिले ओखरसला भन्ने ठाउँमा। खै केटाहरूको नास्ता छैन? कैलाश माध्यमिक विद्यालयको शैक्षिक भ्रमण टोली हामी यहाँ ओखरसला भन्ने ठाउँमा बसेर नास्ता खाइरहेका छौँ। लेखवाल सर, तपाईँले के खाइरहनु भएको छ नास्तामा अहिले विशेष? मैले तरकारीको रूपमा कदु, आलु अनि फर्सीको मन्टा छ र यो अनि रोटी। ल एकदम ठिक छ। अनि हाम्रो एउटा विशेष यहाँ नयाँ चिज यता देखियो। त्यो चाहिँ के भने यो तेल हालेर अनि फापरको पिठो चाहिँ पानीमा भिजाएर अनि त्यसमा तेलमा बाटोमा हालेर हजुर पकाएर यो खाने चिज हो। यसले के छ भन्दाखेरि यो अर्ग्यानिक चिज हो। हजुर यसलाई के भने यसले यो मैदा आटुले पेट दुखाउँछ। यसले के गर्दैन। हजुर यसलाई हाम्रो स्थानीय भाषामा के भन्छ सर? यसलाई भाषामा यसलाई के भन्छ भने अनि विवेश अध्यक्षज्यूको छोटकरीमा जाओस् त केही छ कि भनाइ? इन्टरभ्यूको लागि सरलाई एकछिन फुर्सद छैन। र त्यसपछि हामी पनि यता छौँ। यसरी ठाउँ एकदमै रमणीय ठाउँ छ। र यहाँ यसरी हाम्रो विद्यार्थी भाइ बहिनीहरू एकदम आफ्नो ग्रुपमा यहाँ खाजा नास्ता खाइरहेका छन्। 7-9 कि 7-9 गर्नुपर्छ छ। 7 गरेर त्यति मान्यता हुँदैन है। यो अलि ठुलै भयो चाहिँ। पहिला तातो पनि लगाउने। गुड मर्निङ एभ्रिवान। आज हामी शैक्षिक भ्रमणको दोस्रो दिन बिहान 6:30 बजेको छ। अब हामी अहिले बिहानै आफ्नो टेन्टबाट सबै विद्यार्थीहरू शिक्षकहरू हातमुख धोएर हामी अब चियाको लागि तयारी गर्दैछौँ र हामी चिया खाँदैछौँ। अहिले चिया खाने कार्यक्रम चलिरहेको छ। अहिले करिब बिहानको 6:30 बजेको छ भने अब हामी चिया खाएर त्यसपछि खानाको लागि हामी तयार हुँदैछौँ। के छ छवि सर? के छ, चिया हो कि अरू केही हो? ए हामी चिया पाक्दैछ उता भनेपछि अब हाम्रो चिया खाने क्रम। ल हाम्रो चिया खाने कार्यक्रम चलिरहेछ। ल चिया खाऊ, चिया। अब बिहान भइसक्यो। कोही र अर्को कोरे उमिता यहाँ कपाल बाल्ने कार्यक्रम चलिरहेछ। यहाँ आज 2-3 जनीको सुताइ आज यही टेन्टमा भएको हो। यहाँ रुखको हाम्रो छारीभित्र एकदमै एकदम शरीर नै फुर्तिलो भइरहेको छ। अस्ति कस्तो भयो इन्डियामा हल्ला भयो पानीको ल एकदम चिसो पानी छ। चिसो पानीमा चाहिँ एकदम फ्रेस हावा सँगसँगै अब चाहिँ आज एकदम फ्रेस भएको छ। यता छन् हाम्रो विवेश अध्यक्षज्यू पनि यहाँ एकदम स्वस्फूर्त साथ यहाँ सहभागी भइरहनु भएको छ।
ल है सबैलाई एकदम भरपुर टन्नै खानको लागि दाल भात मासु आज हाम्रो खानामा स्पेसियल भात झोल र मासु रहेको छ। यहाँ सरहरूले यहाँ विद्यार्थीहरूलाई सहयोग गरिरहनु भएको छ। ल अल्छी सँगसँगै रमाइलो छ भन्ने यहाँ आएको छ। जब हामी अहिले यो सल्ली पुल नजिकै क्याम्प गरेर बसेका छौँ। ल हाम्रो कैलाश माध्यमिक विद्यालयको शैक्षिक भ्रमणमा सहभागी टोली हाम्रो माथि यालमङ गुम्बाको लागि प्रस्थान गरेको छ र सबै हामी विद्यार्थी शिक्षक हामी त्यहाँ प्रस्थान गरेका छौँ। ल चाउचाउ पनि हातमा ल्याएर आएछन् विद्यार्थीहरूले अहिले केही माथि र आफ्नो सबै ब्यानर सहित आएका छन् विद्यार्थी भाइ बहिनीहरू। र यसरी हाम्रो विद्यालयको टिम यालमङ गुम्बाको लागि हाम्रो सल्ली खोलाबाट हामी माथि यालमङ गुम्बाको लागि प्रस्थान गरेका छौँ। अहिले हाम्रो करिब 11 बजेको छ। ल सर शुभयात्रा सरहरू सबैलाई। थ्याङ्क यू सर। शुभयात्रा। आज दोस्रो दिनको ल हामी पनि सँगसँगै हो। ल हाम्रो टोली चाहिँ माथि अगाडि पुगिसकेको छ। एकदमै हरियो जङ्गलको बाटोमा हामीहरू अगाडि बढिरहेका छौँ। ब्यानर विद्यालयको झन्डा र राष्ट्रिय झन्डा सहित हामी यो अनि गुम्बाको गेटमा प्रवेश गरिरहेका छौँ। अहिले भर्खर निर्माणाधीन रहेको यो आनी गुम्बाको गेट एकदमै राम्रो छ। एकदमै कलात्मक तरिकाले यो निर्माण गरिएको रहेछ। अब हामी यो गुम्बाभित्र प्रवेश गर्दैछौँ। यो गुम्बाभित्रको यो बाटो अहिले भर्खर निर्माणाधीन अवस्थामा रहेको रहेछ। नाम्खा गाउँपालिकाको यालमङ स्थित यो आनी गुम्बा हामी यहाँ प्रवेश गरिसकेका छौँ र हामी केही बेरमा हामी यहाँ आनी गुम्बाको बारेमा हामीले केही विशेष थप जानकारी लिने भन्ने हाम्रो योजना रहेको छ। यो सँगसँगै हाम्रा सम्पूर्ण छात्र छात्राहरू आफ्नो लाइनमा एकदम अनुशासित ढङ्गले बसिसकेका छौँ र हामी केही बेरमा यहाँ हाम्रो आनी गुम्बामा रहेका केही विशेष व्यक्तित्वहरूसँग छलफल भेटघाट तथा केही थप सूचनाहरू लिने हामी प्रयत्न गर्नेछौँ। र आनी गुम्बामा रहेको यो हाम्रो सभा हलमा यहाँ सम्पूर्णहरूलाई स्वागत गर्न चाहन्छौँ। यो आनी गुम्बाका बारेमा हामी केही बेरमा थप जानकारी। तर पनि हाम्रो क्लास चाहिँ 1 देखि 8 सम्म चाहिँ टिबेटन, इङ्ग्लिस, म्याथ्स, साइन्स अनि नेपाली सबै पढाउनुहुन्छ यहाँनिर। अब 8 देखि पछि चाहिँ हाम्रो हाम्रो टिबेटन भाषामा चाहिँ के भन्छ भने सेटा भन्छ अनि हाम्रोलाई चाहिँ ब्याचलर भन्छ नि। त्यही जस्तै हो हाम्रो क्लास छ। क्लास 8 सम्म छ। त्यसपछि चाहिँ माथि चाहिँ कलेज जस्तै हुन्छ। अब त्यसमा चाहिँ कलेजमा चाहिँ अब फेरि 9 वर्ष चाहिँ सकाउनु पर्छ। त्यसमा चाहिँ खासै सबै अब धर्म फिलोसफी मात्रै पढाउनुहुन्छ। अब धर्म गरेपछि के हुन्छ, अब कस्तो हुन्छ, के गर्नुपर्छ, खासै अब धर्ममा अब पाप गर्नु हुँदैन। अब के अरे बुढाबुढीहरूलाई अब के अरे आफूभन्दा ठुलोलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ, सानोलाई चाहिँ के माया गर्नुपर्छ, त्यसको बारेमा सिकाउँछ। तर पनि त्योभन्दा ठुलो नै सिकाउनुहुन्छ। उता चाहिँ अब हाम्रो 2019मा स्टार्ट भएको हो उता के अरे अब नयाँ गुम्बा चाहिँ। अब त्यसले अब लगभग अब 2014मा अब सघाउनुहुन्छ। अब 2 महिना विद्यार्थीहरूको यो शैक्षिक भ्रमण हो। हामीले यस पटकको शैक्षिक भ्रमणलाई नाम्खा गाउँपालिकाको पवित्र भूमि यालमङमा तय गरेका थियौँ। जस बमोजिम हामी हिजो मिति 2081 साल असार 28 गतेका दिन हाम्रो विद्यालयबाट हामी प्रस्थान
गऱ्यौँ। मेन गेट चाहिँ कता मेन गेट यतै हो क्या यही हो हामी यहाँभित्र गएर हाम्रो दक्षिणा चढाउनुपर्छ चढाउँछौँ के छ अहिले ओपन भएको छैन क्या 3 त बजिसक्यो ओपन भएको छैन सर अब हामीले समन्वय गरेपछि उहाँहरूले खोलिदिनुहुन्छ हामी त्यहाँभित्र गएर आफूले सकेको दक्षिणा चढाउने अनि दर्शन गर्ने ठिक छ तर यो वरिपरि हाम्रो स्वयम्भूमा बौद्धमा राख्या जस्तो घुमाउने राख्या भए झनै राम्रो हुन्छ है एकदम दोस्रो राउन्ड भयो अब हाम्रो यो हजुर अब हाम्रो हेडसर लाग्नु भएको छ के अरे फर्स्टतिर हेडसरले कति राउन्ड हान्नुहुन्छ तर म्याक्सिमम् 3 राउन्ड कमसेकम 3 राउन्ड हान्ने ओके हेलो सर गुम्बा वरिपरि 3 फन्को लगायौँ दर्शनको लागि। हेलो हाई हाई कस्तो हुँदैछ भ्रमण कस्तो हुँदैछ हेलो 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 आलमङ गुम्बा हेलो 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 कस्तो हुँदैछ अब हाम्रो टोली यालबुङ गुम्बाको गुम्बा परिक्रमण गर्ने चरणमा छौँ एकदमै काठहरूमा एकदमै चमक देखिरहेको छ हाम्रो यो यालबुङ गुम्बामा यहाँको यो बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल यालबुङ गुम्बाको यो दृश्य पनि एकदमै मनमोहक र रमाइलो छ हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमै यो गुम्बा एकदमै हाम्रो यो टोली चाहिँ अझै परिक्रमाकै क्रममा छन् ल हेर्नुहोस् त यहाँ कति रमाइलो छ यो यालबुङ गुम्बाको दृश्य हामी यतातिर सर यसको चाहिँ यो गुम्बाको चाहिँ पहिला त्यसमा चाइना थियो सर टिबेट त्यो लागि पछि हाम्रो त्यहाँ उबाट चाहिँ टिबेटमा चाहिँ हाम्रो टिबेटको हाम्रो चाहिँ देश चाहिँ के भइदियो भनेपछि त्यहाँ माओ जुदाउने ती उहरूले चाहिँ टिबेटलाई चाहिँ हाम्रो त्यहाँ कब्जामा हाल्यो होइन सर त्यो देशको चाहिँ पछि चिनमा चाहिँ ऊ भयो सर त्यहाँ ऊ त्यो हुँदाखेरि चाहिँ पहिला हाम्रो ठुलो गुम्बाहरू चाहिँ नेपाल भारत तिनीहरूमा चाहिँ त्यो त्यसैले गर्दाखेरि यो गुम्बा चाहिँ पछि चाहिँ हाम्रो गुरु त्यहाँका चाहिँ ठुलो गुरु चाहिँ हाम्रो यहाँ हुम्लामा आइदियो सर हुम्ला आइदिएपछि यहाँ हाम्रो गुम्बाको त्यो यो गुम्बाको स्थापना अवतार भन्छ सर तेस्रो अवतार पहिलो त्यहाँ माथि थियो यो गुम्बाको चाहिँ खास नाम्बाछुङजुङ गुम्बा भनिन्छ सर त्यहाँ गेटमा लेखेको छ गुम्बाको नाम चाहिँ त्यहाँबाट चाहिँ पछि यहाँ आउँदाखेरि चाहिँ हाम्रो गुरुको चाहिँ ठ्याक्कै उहाँको चाहिँ दोस्रो अवतारमा चाहिँ उहाँको छोरा चाहिँ त्यहाँ इन्डियाको कालिम्पोङ भन्नेमा चाहिँ उहाँको जन्म भयो त्यो भइसकेपछि पछि हाम्रो गुरुको चाहिँ पहिला उहाँको बुवाले चाहिँ के गर्छ यहाँ चाहिँ त्यतिखेर यहाँको यो गुम्बा जस्ने ऊ थिएन वन जङ्गल बुद्धहरूको एकदम चाहिँ त्रास हुने पछि त्यो हाम्रो गुरुले यहाँ चाहिँ गुम्बा बन्छ है उहाँले चाहिँ भनेर चाहिँ उहाँको के भन्छ सर हामी शैक्षिक भ्रमणको क्रममा हुम्लाकै पवित्र भूमि नेपालकै सबैभन्दा ठुलो गाउँपालिकाको केन्द्र यालबुङ गुम्बामा हामी आइपुगेका छौँ। यस गुम्बाको ऐतिहासिक पृष्ठभूमि हामीलाई दिनुभएको छ सरहरूले मोबाइलमा भिडियो पनि गर्नुभएको छ। एउटा किसिमको यो ऐतिहासिकता हाम्रो लागि आजको लागि मात्र होइन यो युगसम्मको लागि एउटा दीक्षा हुनेछ एउटा शिक्षा हुनेछ र अन्तमा भ्रमण सफलको लागि दिनुभएकोमा आदरणीय गुरुप्रति माग्नु गर्दछु। ल हाम्रो चिया खाने कार्यक्रम चलिरहेको छ एकदमै चिया खाने कार्यक्रम चलिरहेको छ सबैजना एक एक गरेर यहाँ सबैले चिया पायो कस्तो मिठो छ होइन अब एकछिनपछि हामी मेन गुरुको दर्शन गर्नेछौँ कस्तो छ चिया मिठो छ हाम्रो गुम्बा चाहिँ यतापट्टि रहेको छ यालबुङ गुम्बा गर्न पाउँदा हाम्रो शैक्षिक भ्रमण असाध्यै सफल भएको महसुस गरेका छौँ हामीले।
हामीले पवित्र भूमिलाई एकचोटि हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थी मित्रहरू र शिक्षक साथीहरूको लाई गुरुको दर्शनका लागि यो हामी चाहिँ नि धेरै समयदेखि अगाडि यो तय गरेका थियौँ। आज सौभाग्य हो हाम्रो लागि, हामी सौभाग्यले गुरुलाई भेट्न पायौँ, दर्शन गर्न पायौँ र यस अर्थमा हामी सम्पूर्ण आज हामी चाहिँ 51 जना छौँ धर्मटोलीको। हाम्रो एकदमै स्वर्ग गए जस्तो आज लागेको छ। गुरुको आशीर्वाद हाम्रो लागि सदा दिगन्त हामीले आशीर्वाद रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। मन आत्मा भएको सबै त्यही बराबर हो। त्यस कारण हामीले बराबर मान्छेले जति सेवा गर्नुपर्छ त्यति पशुले पनि माया र दयाको हिसाबबाट हेर्नुपर्छ भन्ने बुद्धको कुरा त्यसो हो। बुद्धको धर्ममा के भनेको छ भनेपछि मारकाट गर्नुपर्छ महापाप हो। मान्छे मार्नु सबभन्दा ठुलो पाप, अनि पशु पन्छी मार्नु पनि पाप। त्यसै गरी झुट बोल्ने हाम्रो अब आजकल तपाईँहरू सबैले बुझेको कुरा हो। धर्म बुद्ध धर्म चाहिँ 5 हाम्रो के अरे पाँच शिलामा आधारित भएको धर्म हो। त्यसमा के हो भनेपछि मारकाट गर्नु भनेको चाहिँ मान्छे मार्ने पनि पापै हो, पशु पन्छी मार्ने पनि पाप हो। झन् अब हाम्रो बुद्धको केलाउँदै जाँदाखेरि आफ्नो गाई आफ्नो पालेको अब पाठा अथवा हाम्रो जनावर मार्नुभन्दा पनि वनको जङ्गलको चाहिँ यो चराचुरुङ्गीहरू अब कस्तुरीहरू अथवा के नाउराहरू वन्यजन्तुहरू मार्नु धेरै पाप हुन्छ। कारण के हो भने हामीले केही पनि उनीहरूले सेवा गरेको छैन। आफ्नो घरमा त घाँस दिएको छ, पानी दिएको छ, पालेको छ, अन्न दिएको छ, चराएको छ, त्यसको लागि हामीले धेरै पानी पकाएर पानी अब पानी धेरै जाँदा पानी विद्यार्थीहरू